मन्त्रीज्यू, तपाईहरूले व्यवस्था परिवर्तन गर्नुभयो। समृद्ध नेपाल, सुखी नेपालीको सपना नेपाली जनतालाई देखाउनु भयो। सुखी नेपालीको त कुरै छोडौं, देशमा रोजगारको अवसर छैन। दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं दक्ष जनशक्ति विदेश पलायनमा बाध्य हुनुमा तपाईहरू दोषी हो कि होइन? यसबारे प्रश्न पारिदिनुहोस्। त्यसको दोषी हामी होइन, राजा। राजालाई दोष थोपाएर तपाईँ उम्किन पाउनुहुन्न। यो परिवर्तन ल्याउनको लागि हिजो युवाहरूलाई प्रोत्साहन दिनुभएको थिएन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कसले बनायो? त्यो त पर्यटक भित्राउने राजा त्रिभुवनले बनाएको हो। अनि उहाँ दोषी नभए तपाईले के भन्न खोज्दै हुनुहुन्छ? विमानस्थलबाट को जाँदैछ? नेपाली युवाहरू। अनि दोषी उहाँ हो कि हामी हो? तपाईँ पत्रकारहरू क्वेसन गर्दाखेरि अलिकति तयारी भएर आउनु होला। धन्यवाद। बाबु, व्यवस्था परिवर्तन गर्नको लागि यो बुढो धेरै लडो। 46 सालमा लडो, 63 सालमा लडो। आज त अवस्था परिवर्तन गर्नको लागि विदेशी भूमिमा लडाईँ गर्न गइरहेको बाबु। राम्रोसँग जाऊ बाबु, राम्रोसँग जाऊ।